र नेकपा व्यक्तिगत तर्फबाट र नेकपा ड्यास माओवादी विद्रोहीको तर्फबाट सबभन्दा पहिले म हार्दिक क्रान्तिकारी अभिवादन टक्राउन चाहन्छु। कमरेडहरू, अहिले हाम्रो देश एउटा विशिष्ट मोडबाट संक्रमण कालबाट गुज्रिराखेको हामीले पाइराखेका छौं। यो देश कतातिर जाने हो, के हुने हो, यो राष्ट्रले निकास कसरी पाउने हो र यस देशका उत्पीडित वर्ग, समुदाय, जाति, क्षेत्र, लिङ्ग, मधेसी, महिला, दलित जनजातिहरू जो एकात्मक केन्द्रीकृत राज्य सत्ताबाट जो उत्पीडनमा पारिएका छन्, ती सबैको हक अधिकारको ग्यारेन्टी गर्नको लागि र यी उत्पीडित वर्ग र समुदायका एजेन्डाहरूलाई तत्कालीन नेकपा माओवादीले 10 महिला, दलित, जनजाति, मधेसीदेखि लिएर सबै उत्पीडित वर्गहरूको एजेन्डा, संविधान सभाको एजेन्डाबाट सबैको हक अधिकारको सुरक्षित गर्ने भनेर 2052 साल फाल्गुन 1 गते नेकपा माओवादीको नेतृत्वमा, कमरेड प्रचण्डको नेतृत्वमा महान जनयुद्धको उद्घोष हुँदै मोटामोटी देशको 80% भूभाग माओवादीको कब्जामा जनताको एजेन्डा बोकेको थियो र संविधान सभाबाट सबैको हक अधिकार सुनिश्चित भनेर त्यही ग्यारेन्टी गर्नको लागि हामी त्यहाँ सहभागी थियौं। हुन त नेपाली कांग्रेस, नेकपा एमाले संघीयता विरोधी, समानुपाती विरोधी भएकोले देशमा संविधान बन्न सकेन। 10 वर्षको जनयुद्धको क्रममा हाम्रो एजेन्डाहरू थियो। माओवादीले उठाएका मुख्यतः 2 वटा एजेन्डा थियो नयाँ नेपाल निर्माण गर्ने भनेर। एउटा एजेन्डा थियो यो देशलाई राज्य पुनः संरचना गर्ने एउटा, अर्को राज्य पुनः संरचना त्यो संघीयतासँग जोडिएको प्रश्न हो, अर्को नयाँ नेपालमा राज्य पुनः संरचना र राज्य सत्ताको पनि पुनः संरचना गर्नुपर्ने थियो। त्यसमा हरेक उत्पीडित वर्ग र समुदायको समानुपाती ढंगले, समावेशी ढंगले त्यहाँ उपस्थिति हुनुपर्ने र नयाँ नेपालमा सबैको पहुँच हुनुपर्ने त्यो सोच र चिन्तनका साथ नेकपा माओवादीले यो संविधान सभामा पनि आफ्नो भूमिका निभाएको थियो। नेकपा ड्यास माओवादीको वरिष्ठ केन्द्रीय सदस्यको रूपमा हामी कार्यरत थियौं। तर त्यहाँ ड्यास नेकपा माओवादीको त्यो महाधिवेशन हुँदै पोखरा बैठकसम्म आउँदाखेरि हामीले के देख्यौं, त्यो भित्रका नेतृत्व जो पंक्तिहरू छ, संकीर्णता, जडता र अहंकारले भरिएको देखियो। त्यसकारणले हामीले त्यो पोखरा बैठकमा फेरि पनि जो जनताका एजेन्डाहरू थिए, जनताका एजेन्डाहरू, संघीयता र समानुपातिका मुद्दाहरू, फेरि पनि उत्पीडित वर्ग र समुदायका मुद्दाहरू जो थियो, त्यो मुद्दाहरूलाई पनि मुख्यतः वर्गीय र जातीय मुद्दालाई गौण बनाएर त्यसलाई छाड्ने पोखरा बैठकबाट जो निर्णय गर्यो, त्यसको विरुद्धमा हामीले र मधेसलाई जो त्यहाँको लाखौं लाख जनता छ, आधा भन्दा बढी जनसंख्या छ, त्यो जनसंख्यालाई उहाँहरूको सोच र दृष्टिकोणमा मुख्यतः त्यहाँको नेपाली नागरिकलाई उहाँहरूले नेपाली नागरिकको रूपमा नस्वीकार्ने टाइपको जो हामीले गतिविधि देख्यौं र अध्ययन गर्यौं। त्यसकारणले हामीले त्यो मधेसको मुद्दालाई नीतिगत हिसाबले हल गर्नुपर्छ। मुख्यतः या त राज्य पुनः संरचना आयोगले ल्याएको प्रस्ताव हैन, मुख्यतः राज्य पुनः संरचना समितिले ल्याएको, आयोगले ल्याएको प्रस्तावहरूलाई हामीले मान्यता दियो, अगाडि बढ्यौं।
भने हाम्रो पार्टी त्यहाँ मजबुत बन्छ भनेर हामीले कुरा राख्यौं, तर त्यो कुरालाई पनि व्यवस्था गर्नुभयो। त्यसकारणले मुख्यतः म छोटोमा के भन्न चाहन्छु कि 2-3 वटा मुद्दा हामीले सशक्त ढंगले उठायो र पोखरा बैठकमा 13 बुँदे हामीले पेश